हेलो साथीहरू, स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। के गर्दै हुनुहुन्छ? आशा छ सन्चै हुनुहुन्छ होला सबैजना है त। साथीहरू, आज चाहिँ म यहाँनिर यो रोड जाँदैछु क्या साथीहरू। हेर्नुहोस् है, यहाँनिर यो दसैँ तिहार बिचमा आएको पानीले पुरै रोड चाहिँ यस्तोसम्म भएको रहेछ। यहाँनिर म त आएकै छैन। आज चाहिँ ठ्याक्कै पसल जाने काम पनि परेको थियो, बाटो पनि त्यही भएर जाँदैछु साथीहरू। यो त रोड त के पो भएछ, रोड त पैदल हिँड्न पनि गाह्रो भएको रहेछ साथीहरू है त। चिसो मौसममा है के गर्दै हुनुहुन्छ तपाईँहरू? निकै रोड चाहिँ हाम्रो यता हाम्रो गाउँ साइडमा चाहिँ निकै भत्केको रहेछ हो। यस्तो यतातिर सानो बाटो मात्रै भएर रोडहरू यस्तो ढुङ्गा पल्टेर आज चाहिँ साथीहरू म चाहिँ पसल जाँदैछु। पसल जाँदैछु साथीहरू। के अरे चटपटे खाउँ भन्ने हो, चटपटे खान मन लागेको र भुजा नभएकोले भुजा किन्न जाँदैछु साथीहरू। चटपटे खाएको पनि बनाएर खाएको तपाईँहरूलाई ट्याक्कै म चाहिँ अहिले जाँदैछु। रोड बिचमा चाहिँ खत्रै भत्केको रहेछ है। कति धेरै जसो भत्केको रहेछ साथीहरू। मेरो छाया देखिरहेको छ। Oh my god, यहाँ त झन् खतरा झरेको रहेछ त। बाफ रे बाफ, त्यो खोलामै पुगेछ। माथिबाट झरेको रहेछ साथीहरू। तर यहाँ त यस्तो झरेको रहेछ। रोड चाहिँ बनाइसकेको हो के हो? खोला कटेर जानुपर्छ। सानो खोला छ हाम्रो लेकको खोला यस्तै हुन्छ है।
जाँदैछु ओ माई गड रुखै झरेछ बङ्ल्याङ झरेर बसेको रहेछ अब त लगभग 1-2 महिना अब असोज नझरेको होला असोज कार्तिक मङ्सिर भनेपछि 2 महिना भइसक्दा पनि हाम्रो गाउँमा चाहिँ यो बाटो चाहिँ हैन सफा गर्न अब सक्नु भएको छैन किन हो है यो राजनैतिक क्षेत्रतिर हामी नजाउँ है त साथीहरू एउटा रुख झरेर बस्याएर छ अस्ति रोड चाहिँ बिग्रेको रहेछ क्या यहाँ चाहिँ राम्रो लागेको छ जाँदैछु गाइजहरू म चाहिँ दोकानबाट फर्किँदैछु दोकानमा चाहिँ भुइँया थिएन है त मजा थिएन त्यही भएर भुइँया पनि केही नलि जाँदैछु है त त्यस्तै भयो वाह चटपटी खाएको भिडियो देखाउँ भन्ने लागेको थियो साथीहरू देखाउन पाइएन नेक्स्ट टाइम अवश्य देखाउँला है त त्यही हो म चाहिँ ठ्याक्कै अघिकै बाटो ट्याक 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 अघिकै बाटो रोटै रोड जाँदैछु गाह्रो छ फाइनली साथीहरू म चाहिँ घर आइपुगेको छु अनि अब दोकान त गयो अब दोकानमा पूजा पनि थिएन त्यही भएर म त्यतिकै आएँ एकछिन दोकानमा त्यही त हो गएपछि यसो गफगाफ गरियो अनि के अरे गफगाफ गर्दा लगभग झनै रातै पऱ्यो अनि त्यही भएर म चाहिँ हिँड्दै निकै टाढै छ हिँड्दै आउँदाखेरि झन्डै झमक्क पऱ्यो साथीहरू त्यति नै अब चटपटी बनाएर खाएको तपाईँहरूलाई म भिडियो देखाउँछु भनेको थिएँ त्यो भिडियो चाहिँ देखाउन पाइनँ त्यही हो है भन्दै र मेरो छोटो ब्लग भनौँ आजको ब्लग चाहिँ आज यति नै भन्न चाहन्छु सपोर्ट गरिदिनु होला मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला कमेन्ट गरिदिनु होला है त बाई बाई लभ यु अल थ्याङ्क यू बाई बाई